आज भजन कीर्तनमा हामी भलुई नुन भेली फङ्सन कामधेनु गौशालामा सुराज लेख्नु न त हजुरले एक पोका नुन लिएर आउनु छैन रे बाबा ल हामी यसरी दिपनगर ग्रुपहरू यसरी कामधेनु मन्दिरमा आएछौँ। हजुरहरूको पनि बोलाउनुहोस् है, भजन कीर्तन जहाँ बोलाउनुहुन्छ त्यहीँ आउनुहुन्छ। आज हाम्रो यहाँ बोलाउनु 13-14 वर्ष सोनीको गरियो बोल्न आधा सोनीको गुरुमा गयो कुटल बसेर खाना हो कहाँ खाएको त टिकटकमा लाइक गरियो। तिमीले लाइभ पाएको छैनौ साली भेनाको भेट भइरह है यहाँ। गाईलाई गुण खाएर यहीँ बस्छस् आउँछ जय हो ल हामी चाहिँ अहिले गौमातालाई गुण खुवाउन जाँदैछौँ, त्यसपछि आएर नाच्छौँ है। हस् हजुर हामी यसरी कामधेनु गौशाला आएका छौँ। यताबाट सर आजको यो प्रोग्रामले पनि यहाँ गौमाताहरूलाई धेरै खानेकुरा आएको छ होइन, यो पनि खुसीको कुरा हो। आफ्नो लागि त जो पनि बाँचेका हुन्छन्। एकछिन स्टप गर्नु भएको छ किनभने गौमाताको दुध दुँदै हुनुहुन्छ, त्यसपछि हामीले चाहिँ गुण खुवाउन जाने हो गौमातालाई। जय हो हर हर महादेव। कृपया मादलको साउन्ड बोलिदिनु होला। देश र प्रेम मादलको हरे हरे एउटा हातमा त्रिशूल प्रभु संसारको हातमा एउटा हातमा त्रिशूल प्रभु संसारको हातमा कहिले आउँछौ भन प्रभु तिमी हाम्रो साथमा कहिले होला सवारी शिवा जटाधारी कहिले होला सवारी शिवा जटाधारी
छ नि यहाँको गौशाला त बुटोल गौशाला पो बेचारा माया लाग्ने भएको त राम्रो नेतृत्वको हातमा भएपछि सबै कुरा राम्रो हुन्छ कि यहाँ चाहिँ राम्रो नेतृत्वको हातमा छ हे प्रभु हे गौमाता तपाईँको कृपा सदा सम्पूर्णमा बनिरहोस् गौमाता लौ कान्छी गर तिमीले तिमीले खान्छौ आज त अगाइ छेउ मलाई आउच डर लाग्यो मेरो कालीमाताले मेरो हात तान्छिन् भाइ কিছু नगुन न म पनि डराउँछु नि म त मनुष्य हो नि डर त लाग्छ कि मलाई ए लक्ष्मी लक्ष्मी खै यहाँ लक्ष्मीले हेरिन्छ लक्ष्मीले सबै राम्री तिमी लाग्यो नि कति राम्री हो कि त्यसरी हामीले